अर्को लङ्का चाहिँ कस्तो छ त? र तपाईहरुले देख्न सक्नुहुन्छ यो दृश्य चाहिँ सिरगिया फोर्ट भनेर नामले चिनिएको छ र यो चाहिँ रावणको दरबार हो। माथि चढेर म तपाईहरुलाई यहाँको दृश्य देखाउने छु। यो चाहिँ श्रीलङ्कामा रहेको छ। टक्कसँगले पुरा मान्छेहरुको भिड छ। आहा के साह्रो भिड यस्तो। टक्क मान्छेहरुको फोटो खिच्ने भिड रहेको छ र हावा पनि यहाँ निकै नै चल्दो रहेछ। अब यो आज मात्र हो कि जहिले यस्तो हो त्यो चाहिँ थाहा भएन। टक्कसँगले देखाउँदै छु यहाँको दृश्य। र यो चाहिँ दरबारमा रहेको यो चाहिँ माटो सायद यो धमिरा सायद यो थाहा भएन ठ्याक्कै के हो यो के हो कमेन्ट गरिदिनु होला। र उहाँ चाहिँ रावणको ठ्याक्कै मेन जग्गा दरबारको प्राङ्गण सायद त्यही दरबारमा रावण चाहिँ बस्ने सुत्ने गर्थ्यो होला। यहाँ सानो खाल्टो जस्तो रहेछ जमिन यो ढुङ्गा माथि नै हो यो खाल्टो पनि। र के रहेछ त्यो थाहा भएन ठ्याक्कै यहाँ चाहिँ खुट्टा राख्न पाइँदैन रहेछ। र म एक राउन्ड हानिसकेर मान्छेहरू पनि पुरा आउँदै हुन्छ पुरा भिड रहेछ। र दैनिक यहाँ चाहिँ 2000 पर्यटकहरू आउनुहुन्छ भनेर तथ्याङ्कले भनेको थियो। र थाहा छैन करिब यहाँ त हजारै हामी आएदेखि मैले त हजारभन्दा बेसी देखिसकेँ। पुरा भिड छ मान्छेहरू पुरा आउनु हुँदो रहेछ। देश विदेशदेखि पर्यटकहरू आउनु हुँदो रहेछ। लगभग यहीँको लोकल भन्दा पनि बाहिरी मुलुक जस्तै युरोप एकजनाको टिकट चाहिँ तपाईँको यहाँको अब यदि तपाईँले फरेन टुरिस्ट हो भने तपाईँहरूको चाहिँ 11,000 सायद चान्चुन 12,000 टिकट लाग्दो रहेछ। र अब हामी चाहिँ सार्क नेसनको नेपालको भएको हुनाले हामीलाई चाहिँ लगभग 20 USD लगभग हामी दुईजनाको चाहिँ 13,000 हामीले तिरेको थियौँ। र हावाले पो बिजोग गरायो कपाल अगाडि। र यहाँदेखि देखिने भ्यू है यो चाहिँ लङ्काको दरबारदेखि अघि हामी आएको चाहिँ ठ्याक्कै यही ठाउँदेखि है हेर्न सक्नुहुन्छ। हामी यही तलदेखि हिँड्दै यो पुरै कटाएर हामी चाहिँ यहाँ माथि आइपुगेको टक्कसँगले अहिले हामी यहाँ छौँ। र यहाँदेखि देखिने भ्यू भनेको पोखरी रहेछ। र अचम्म लाग्दो कुरो चाहिँ यत्रो माथि ढुङ्गा वरिपरि तलपट्टि सबै पोखरीहरूले घेरिएको छ। त्यहाँ चाहिँ यस्तो माथि चाहिँ मान्छेहरू कसरी आएर बस्थे र यत्रो माथि दरबार कसरी भयो हाई हेलो चाहिँ हाई भन्दा चाहिँ यस्तो माथि दरबार चाहिँ कसरी सम्भव भयो। यो चाहिँ भगवान्हरूको दैविक शक्ति नै हो कि यो चाहिँ खत्रै लाग्यो मलाई अचम्मै लागेको कुरो। यो चाहिँ युनेस्को वर्ल्ड हेरिटेज साइटमा नि पर्दो रहेछ। र हनुमानजीको दर्शन भएको छ। र हनुमानजी हेलो म चाहिँ सीता लिन आउनुभयो जस्तै छ टक्क। अनि यो चाहिँ हनुमानजीले लङ्कालाई जलाएर यो लङ्कालाई चाहिँ नष्ट गरेको भनेर चिनिने छ। र यो चाहिँ श्रीलङ्कामा रहेको छ टक्कसँगले। हेरौँ न यहाँको वातावरण निकै राम्रो माथि छ त्यस्तो उचाइमै छ यो लगभग उचाइमै छ। हनुमानहरू हेरौँ न त एकचोटि टक्क उचाइमा छ निकै राम्रो छ वेदर हावा चलेर त्यस्तो गर्मी भएको छैन। लङ्कामा रहेको रावणको दरबारमा आएको छौँ र हामी चाहिँ यहाँ सरसँग छौँ। र सर तपाईँलाई कस्तो लागिरहेको छ? एक त के छ भने भगवान पौराणिक कथा के थियो त्यो नदेखिएको एउटा बनावटी पनि हुनसक्छ। तर यथार्थमा हेर्दाखेरि चाहिँ यो 200 मिटर अल्कोमा अहिले पनि देख्दाखेरि यो बनेको संरचना चाहिँ एउटा उदाहरणीय नै छ। यो कसरी बनायो भने सोच्न एकछिनको सोचाइले नपुग्ने गरेको छ। किनभने त्यो चट्टान पार गरेर यी संरचना अनि यो संरचना बनाउन 1-2 जना मान्छेले बनाएको होइन, सयौँको सङ्ख्यामा त्यही पनि क्षमतावान मान्छेले बनाएको यो संरचना चाहिँ आज पनि सोच्न योग्य छ। ताकि यही संरचना हेर्न विश्वभरिबाट यहाँ अहिले विदेशी पर्यटक धेरै देखिन्छ। श्रीलङ्कन लोकल भन्दा पनि हामी पनि यहाँ विदेशी हो। यति धेरै मान्छेहरू आउनुभएको छ। यो ठाउँ चाहिँ खत्रै लाग्यो। र म तपाईँहरूलाई यहाँको डिटेल भन्छु। यो चाहिँ हामीले हाम्रो यात्रा चाहिँ कोलम्बो इन्डिया हुँदै कोलम्बो आएका थियौँ। र कोलम्बोबाट हामीले चाहिँ हाम्रो यात्रा सुरु गऱ्यौँ। र आएको दिन हामी कोलम्बो बस्यौँ र कोलम्बोबाट हामी डम्बुला आयौँ। र डम्बुलामा हामी गोल्डन टेम्पल पनि भिजिट गऱ्यौँ बुद्धको। त्यहाँ भगवान् गौतम बुद्ध चाहिँ त्यहाँ ढल्किनु भएको या सुत्नु भएको भनेर त्यहाँ चाहिँ स्ट्याचु रहेछ। त्यो मान्यता छ यहाँको स्थानीय अनुसार। हामी चाहिँ त्यहाँ पनि हिजो पुगेका थियौँ। र हिजो चाहिँ हामी डम्बुलामा बसेर आजदेखि सिरगिया फोर्ट टक्क यहाँ तलदेखि आएका हौँ। र सिरगिया फोर्ट जहाँ चाहिँ रावणको दरबार यानि कि लङ्का
जुन चाहिँ त्यही भएर सायद श्रीलङ्का राखियो होला नाम, मलाई ठ्याक्कै थाहा भएन, जुन चाहिँ निकै फेमस छ। र हामी आज त्यहाँ आएका छौँ र त्यहाँको भिडियो हामीले यहाँ राखिरहेका छौँ र कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्नु होला। टुरिस्ट चाहिँ भयङ्कर है, लास्टै धेरै घुम्न आउने र हावा पनि मिठो चल्ने। हामीले चाहिँ ड्रोन ल्याएर यहाँको भिडियो खिचेको थियौँ। हेर्नु त यस्तो दामी भ्यू छ, यहाँ ड्रोन उडाउँदा कस्तो दामी देखिन्थ्यो होला कि, तर हामीलाई चाहिँ ड्रोन ल्याउन दिएन, सबै पर्मिसन थियो, यहाँ उडाउन पनि पर्मिसन थियो। हामीले चाहिँ लगभग श्रीलङ्कन 16,000 रुपियाँ पे गरेका थियौँ र 16,000 पे गरेर सिक्युरिटी क्लियरेन्स एमओडी सबै निकाल्दा पनि हामीलाई चाहिँ कस्टम्सबाट ड्रोन छिराउन दिएन र त्यो चाहिँ अलिकति नराम्रो पात्र थियो, किनकि हामी बिहान लगभग 11 बजीदेखि एयरपोर्टमै रह्यौँ। बिहान 11:27 ल्यान्ड भएको, बेलुका 6 बजी हामी एयरपोर्टबाट निस्किनु रह्यो नि, हामीलाई ड्रोन कसैले दिन सकेन र हाम्रो ड्रोन चाहिँ अहिले एयरपोर्टमै छ। नभए ड्रोन थियो भने यहाँको भ्यू हेर्नु न, कति सुन्दर है। यस्तो हुन्थ्यो, यस्तो दामी भ्यू हामी ड्रोनमा देखाउन खोज्थ्यौँ, तर अफसोस जे हुन्छ राम्रोको लागि हुन्छ। अगाडि गएर देखाउन टक्कसँगले त्यहाँ चढेर यहाँ चाहिँ कस्तो रहेछ है। यता चढ्ने बाटो कहाँदेखि छ, यो माथि ठ्याक्क दरबारको मेन सेन्टरमै पुगौँ। म चाहिँ अघि बढ्दैछु, यहाँ पुरै जङ्गलहरू पुरा दामी भ्यू रहेछ है। यो चाहिँ सायद साह्रै राम्रो लाग्यो। ल यहाँदेखि चाहिँ चढ्ने ठाउँ रहेछ। म अब जुत्ता लाएरै चढेँ, दरबारमा केही हुँदैन होला। टक्क दरबार आइपुगेँ। ल सबै यहाँ चाहिँ भिडियो फोटो खिच्दै हुन्छ। यो चाहिँ मेन दरबारको सेन्टर। 10 टाउको शक्तिशाली शरीर, भगवान शिवबाट पाएको ज्ञान र रावणले बनाएको दरबार, यो श्रीलङ्काको रावणको दरबार हो। आज म यही दरबार देखाउँदैछु। आजभन्दा हजारौँ वर्ष पहिले रामायण कथामा देखिएको, हामीले टिभीमा हेरेको राम अयोध्यापुरीका थिए भने रावण चाहिँ श्रीलङ्काका थिए र रावणको दरबार चाहिँ विश्वकै शक्तिशाली दरबार थियो र धनाढ्य पनि थियो। लङ्कामा सुन छ कान मेरो बुझ्दै भन्ने हाम्रो उखान पनि छ। यो यति शक्तिशाली दरबार थियो र रावण यति शक्तिशाली थिए कि उसको दरबारमा आउनको लागि आम मान्छेले सक्दैन थिए र उहाँको शक्तिसँगै एउटा खराब बानी अहङ्कार थियो। रावणका धेरै गुणहरू थिए भने केही अवगुणको कारणले यो लङ्का जल्न पुगेको थियो। हनुमानले आएर जलाउनु भएको थियो। यो चाहिँ पौराणिक कथा हो, त्यो भगवानको पालाको कुरा हो। अहिले हाम्रो पालामा चाहिँ रावणको लङ्का भनेर श्रीलङ्का यसरी देख्छौँ। यो तपाईँलाई म यहाँको इँटाहरू देखाउँछु, यो हजारौँ वर्ष पुरानो छ। यो संरचना नै आफैमा पनि आठौँ अचम्मको रूपमा छ। किन अचम्म छ भने यो 200 मिटर अल्को पहाडमाथि बनेको संरचना हो। दुनियाँमा यो खालको ढुङ्गा नै भेटिँदैन जुन ढुङ्गा मैले यहाँ देखाएको छु। यो एउटा लाइन रकको नामले श्रीलङ्कामा चिनिन्छ र यो भिडियोमा हेर्दाखेरि लाग्छ यहाँहरूले एउटा नर्मल ठाउँबाट बनाएको भिडियो, एउटा गाउँमा बनाएको, तर त्यो होइन। गाउँहरू धेरै तल छ, करिब 1000 फिट तल गाउँ छ र हामी 1000 फिट माथि दरबारमा छौँ र यो दरबार रावणको दरबार हो। जनता बस्ने त्यहाँ हो, रावण बस्ने यहाँ हो। अहिले होइन है, पहिले। ल सबैजनाले लाइक कमेन्ट सेयर गर्नु होला। श्रीलङ्का भगवान बुद्धसँग जोडिएका धेरै कुराहरू भएको ठाउँ हो। यसको भिडियो यो पेजमा आउँदैछ। एक लाइक गरेपछि एक फलो गरिराख्नु होला। हामीसँगै तपाईँ पनि श्रीलङ्का घुम्नु होला है त। ल चाहिँ हामी रावणको दरबारबाट फर्किँदैछौँ र जाँदा चाहिँ यो फर्किने बाटो रहेछ, यतापट्टि छुट्टै आएको रहेछ र यो चाहिँ आउने बाटो है। र अब एक्जिटबाट लाग्दैछौँ हामी चाहिँ टक्कसँगले र यहाँदेखिको भ्यू हेर्नु, भ्यू यस्तो राम्रो छ, यस्तो डरलाग्दो ठाउँमा छ है। म चाहिँ अघि बढ्दैछु, कपाल चाहिँ लास्टै बिचो गएको छ। हेर्नु त्यहाँ यस्तो चट्टानमाथि, चट्टानको तलबाट हामी जाँदैछौँ र हावा चाहिँ निकै चलिरहेको छ। आवाज कस्तो आइरहेको छ थाहा छैन र हेर्नु यतिको माथि पनि यतिको चाहिँ बनाएको हाइट, हेर्दै डरलाग्दो। लुगाहरू उडाएर सक्नु छैन। एकछिन रोकिनुपर्छ कि र यहाँदेखि देखिने चाहिँ भ्यू। अघि चाहिँ हामी त्यहीँ तलदेखि आएको हो टक्कसँग। अब फर्किँदा चाहिँ छुट्टै बाटो रहेछ है। बिस्तारो जाउँ, हावा पुरा चलिरहेको छ, हेर्न सक्नुहुन्छ। लुगा उडाएर केही छैन र अघि बढ्दैछौँ र यहाँ सिसी क्यामेराहरू पनि रहेछ। यत्रो माथि तार कसरी ल्याएको होला।
हामी चाहिँ मिरर वालमा आइपुग्यौँ है। कुन चाहिँ रहेछ मिरर वाल? यही त होइन? सायद यसलाई चाहिँ मिरर वाल भन्दो रहेछ। यसलाई चाहिँ छुन मिल्दैन रहेछ। यो चाहिँ भर्खर बनाउँदै गरेको हो, त्यही भएर चाहिँ यसको सुरक्षा कडै रहेछ। यस्तो माथिबाट है। र हामी चाहिँ अघि बढ्दैछौँ। राख्नु भएको चाहिँ तपाईँले यो चाहिँ मिरर वाल हो। टक्कसँग यहाँ चाहिँ नम्बर लेखेको छ, यहाँ हेर्न सक्नुहुन्छ। त्यो त 52, यता 51। सायद यो चाहिँ यिनीहरूको केही काउन्टिङ जस्तो केही होला। यता सिसी क्यामेराहरूले पुरा सेक्युरिटी गर्दो रहेछ यहाँ चाहिँ। यहाँ सेक्युरिटी गार्डहरू पनि हुन्छ। टक्क हामी चाहिँ अघि बढ्दैछौँ। अब हामी जानुपर्ने चाहिँ त्यो माथि होला है। फर्किँदा पनि फेरि उकालो चढ्नुपर्ने रहेछ त है। र म चाहिँ ढिलो भइसक्यो। यो मिरर वाल भनेको चाहिँ के हो त्यो ठ्याक्कै थाहा भएन। यहाँ चाहिँ यहाँभित्र छोयो पस्यो भने चाहिँ पुरै जेलै झाइने रहेछ। यहाँ चाहिँ पुरा मान्छेहरू माथि चढिरहनु भएको छ। यहाँदेखि अगाडि जान पाइँदैन। हामी चाहिँ अब यो सिडीबाट चढ्दैछौँ। पक्रेर जाउँ किनकि रिस्की नै छ। पुरै ओह्रालो टक्कसँगले यहाँ टु द केप पेन्टिङ फोटोग्राफी एन्ड भिडियो छ। एकछिन त्यसमा मैले बन्द गरेँ। माथि पुगेपछि फेरि भन्नुपर्छ है। म यहीँदेखि आएको टक्क यो चाइनाको ग्रेट वाल जस्तो रहेछ है। यो चाहिँ माथि चट्टान, यो चाहिँ हाम्रो सिडी छ। म चाहिँ अघि बढ्दैछु। यहाँ चाहिँ हामी गुफा छिर्दैछौँ अहिले चाहिँ। यो चढ्ने, यो फर्किने। अझै हामी चढ्दैछौँ। फ्रेस्को फर्किँदैछौँ। त्यहाँ माथि चाहिँ भिडियो खिच्न मिल्दैन रहेछ, र त्यही भएर यहाँ खिच्दैछौँ। एक एक कोटा गर्दै वान भएर चाहिँ उताबाट माथि चढ्ने, यताबाट चाहिँ झर्ने। अब चाहिँ फाइनल हामी फर्किँदैछौँ सिडी चढ्दै। निकै राम्रो रहेछ। केभमा चाहिँ पुरानो पेन्टिङहरू रहेछ। यो बाटो चाहिँ पहिले सायद पुरानो बाटो होला, अहिले त नयाँ बाटो उता परबाट बनिसकेको छ। र पहिले चाहिँ यसै गरी माथि रावणको दरबार जाने गरिन्थ्यो। र यो माथि देखिएको चाहिँ गुफा, त्यहाँ गुफाभित्र चाहिँ पेन्टिङहरू छ जुन चाहिँ अहिले भर्खर गरेर आयो। त्यहाँ फोटो भिडियो चाहिँ खिच्न मिल्दैन रहेछ र मान्छेहरू फर्किँदै हुन्छ। इन्ट्री छुट्टै एक्जिट छुट्टै। अब चाहिँ हामी एक्जिट गर्दैछौँ ल टक्कसँगले। हावा पुरा मिठो चलिरहेछ अब।